जाने कहिले टाढा हुने है बुझ्यौ तिमीहरू त खास मैले यो सिकाउने भने अस्ति बनाएको छौ कि नै देखाएको छैन है देखाएको छ खास हामीले के गर्ने भनेपछि यो नाक सिक्न निकाल्नलाई यस्तो सिकाउँछ यो मुख भात खानलाई मात्रै बनायो होइन भगवान्ले त आइडिया लगायो होला के बनाउनलाई हो कि त हाँस्न पनि पाइयो है हाँस्नुपर्छ खाली भात खाने र सिक्न काट्ने र बनाउने है यो क्यामेरा लाग्यो सास फेर्नको लागि हो यो खानालाई पनि हो नाक त मुख्यतया सास फेर्नको लागि हो नाक सिधा कहाँ गएर चाहिँ फोक्सो है मुख हामी रातभरि सुत्छौँ आमाभरि सुत्छौँ का लागि हुन्छ त्यही बेला नाकबाट सास भित्र बाहिर गयो है अक्सिजन त पाउनु पर्यो त हामीले अक्सिजन नभए त मर्छ हामी अक्सिजन कसले दिन्छ रुख बोट बिरुवाले अक्सिजन दिन्छ है अक्सिजन त्यसले दिन्छ हामी लिन्छौँ हामीले कुन ग्यास बाहिर फाल्छौँ कार्बन डाइअक्साइड भन्ने ग्यास हामीले बाहिर फाल्छौँ प्राणीले जीवहरूले बाहिर फाल्छन् हामी हुँदैन है जीव जनावरहरूले पनि कार्बन डाइअक्साइड फाल्छन् त्यो कार्बन डाइअक्साइड हामी देख्छौँ ग्यास हो त्यो कसले लिन्छ बोट बिरुवाले लिन्छ यसरी हाम्रो जीवन प्रक्रिया चल्या हुन्छ है रुख भएन भने हामीलाई समस्या हामी भएनौँ जीव जनावर भएन रुखलाई समस्या हो कि न हो भने हो भन्नुबाट होइन भने होइन भन्नुबाट तपाईँले हो है अनि कि फेरि मोबाइल चलाए मजा आउँछ आउँछ मजा आउँछ क्या मजा आउँछ अब त्यस्तै गरिकन मान्छेले सास कसरी फेर्छ भनेर अस्ति हामी बनाएको छौँ कि नै यही बनाएको छौँ है के लेखा छ नि श्वास प्रश्वास प्रक्रिया भनेर है सास फेर्ने कि हामीले कसरी सास फेर्छौँ भने है अब त छ मानिसले अक्सिजन भित्र लिन्छ है भित्र लिन्छ है यस्तो अरे यो अहिले अक्सिजन छ है त्यहाँ फोक्सो हो त्यो तलका भित्र है हाम्रो भित्र फोक्सो यस्तो हुन्छ नि फोक्सो गयो है हामीले के लियौँ अक्सिजन है अक्सिजन लिएपछि यो फोक्सो फुल्छ है यो अक्सिजन लियो है लियो नै यति भएर त अक्सिजन लियो भित्र फोक्सो ठुलो भयो है अब हामीले बाहिर ग्यास फाल्यौँ अरे फालेपछि फोक्सो के हुन्छ खुम्चिन्छ अब कार्बन डाइअक्साइड हामीले बाहिर फाल्यौँ है हाम्रो पेटभित्र फोक्सो यस्तै गर्छ कि यहाँ छ काटेर देखाऊ काट्यो त मरिजान्छ गर्छ नै काटेर देखाउनु भएन पहिले म मर्यादिन आउनु काट्नु हेर्नु है अहिलेको लागि हामीले यो देखायो यो पनि मान्छे हो नाक छ मुख छ है छ कि नै नाक छ मुख छ नाक र मुखबाट सास फेर्यो भनेपछि मैले सास भित्र लिएँ ल फोक्सो फुल्यो है फोक्सो फुल्यो नै ए फोक्सोतिर देखाऊ है फोक्सोतिर देखाउनु नै फोक्सोतिर देखाउने फोक्सो फुल्यो है फोक्सो फुल्यो नि त भित्र लिएर गरे फोक्सो फुल्छ होइन अनि हामीले सास गऱ्यो भने फोक्सो स्याउयो गऱ्यो चाउरियो भयो है हामीले अनि उकालोमा हिँड्छौँ नि उकालोमा हिँड्ने के हुन्छ स्यासे हुन्छ स्यासे भयो भने चाहिँ हामी गल लाग्दछ नि त्यही बेला यो कस्तो गर्दछ हाम्रो फोक्सो भने चाहिँ गर्छ नि त्यो गरेर चाहिँ फोक्सो भित्र यस्तो उयो ठुलो हुने सानो ठुलो नै सानो हुन्छ त्यस्तै है यस्तो हुन्छ क्या बुझ्यौ बुझ्यो होइन यस्तै गर्नु कसलाई मन लागेको छ फुल्ने मन लागेको छ मलाई मन लागेको छ सर भन्दाखेरि को भन्नु रहेछ जुठो भ्याउने क्या म कोचिल्ला छ त्यही मनहरू पनि लागेन होइन नि सधैँ लागेको थियो नगरौँ भने ठिक छ ल कसलाई फुल्ने मन लागेको छ गोपाललाई लाग्छ लागेन कराउन लाग्छ खान लाग्छ तिमीहरूको फोक्सा आफै लाग्छ कि नै अनि मन लाग्ने मुख गएर नफुल्नु है फेरि मुख गएर पक्कै पनि कोही हुन्छ किन मुख गएर नफुल्नु अहिले फुने आइजाउँ
ठुलो हुँदैन सानो मान्छे पुग्छौ क्या यो सानो मान्छे पुग्छौ नि सानो मान्छेलाई ठुलो गर्नु चाहिँ त कहाँ फुट्यो नि त मरिहाल्छ फोक्सो फुट्यो नि मर्दैन यो सानो मान्छेको पुग्छौ क्या यी सिडी पढ्नेको पुग्छौ तिम्रो 5 कक्षा पढ्ने नि कहाँ हुन्छ 5 कक्षा पढ्ने त ठुलो ब्यालुन हाल्नु पनि पुग्छौ होइन भयो यति हो सास भित्र भएर बस्छ भने बुझौ ल बन्द